ल ठिक छ कुन चाहिँ गेम हो रोब्लक्सको लागि बेस्ट गेम खेल्नको लागि हेर्नुस् होला हजुरको लागि बेस्ट गेम भनेको स्ल्याप टावरहरू हजुर जुन चाहिँ स्ल्याप टावर खेल्नु तर ट्रोली जपिनिङ टावर र स्ल्याप टावर त्यस्तो खेल्नुस् अनि एक्स पनि खेल्न सक्नुहुन्छ ग्रो गार्डन स्टिल अ ब्रेन रट अनि हजुरहरूसँग त्यो बच्चाहरूको लागि जे नि गेम हुन्छ तर ठुलो मान्छेहरूको लागि त्यस्तो हुन्छ अनि ब्लेड बल अनि ब्लक्स हजुरहरू यो पनि खेल्न सक्नुहुन्छ अनि यो गेममा धेरै कति 304 के मान्छेहरू छ यो गेममा अहिले एक्टिभ अनि म एउटा अर्को गेम देखाउँछु हजुरहरू यो नि खेल्न सक्नुहुन्छ भने अनि फोल्टेनहरू यिनीहरूले यो खेल्छन् अनि तपाईहरु यो नि खेल्नुस् होला अनि यो खास गेम भने यो अर्को गेम भने मेरो फेभरेट 99 नाइट्स अन द फरेस्ट हेर्नुस् होला यो हेर्नुस् यो 99 नाइट्स अन द फरेस्ट अनि यहाँबाट अनि हजुरहरूलाई प्र्याक्टिस गर्नु छ भने हजुरले यो वाल हप प्र्याक्टिस पनि खेल्नु पर्छ किनभने यसबाट हाम्रो वाल हप राम्रोसँग आउँछ अनि ट्रोल टावर राम्रोसँग बिट गर्न सक्छ के रे जसले ट्रोल गर्छ अनि यो भर्खर आएको गेम 8 को महिना 1 गते आएको गेम प्लान्ट भर्सेस ब्रेन रट हजुरहरू यो देखिरहनु भएको नि यो वाला नाम के अनि यो नि खेल्न सक्नुहुन्छ हजुरहरू अनि त्यो धेरै राम्रो हो तपाईहरु खेल्नुस् होला तब तकको लागि आजको लागि एभटार नि भनिदिन्छु हजुरहरू कस्तो लिनुस् होला त्यसबाट राम्रो एभटार देख्छ अनि कसरी बनाउने एभटार हजुरहरूले भनिरहनु भएको थियो हैन ल म सिकाउँछु तपाईहरुलाई एभटार कसरी बनाउने हो भनेर हेरौ माय मेरो दाइले भन्नु भइरा थियो के रे एभटार The camera is the player's view into your experience. By default, the camera हामीलाई यहाँ गयो हैन अनि हजुरलाई यता क्लिक गर्नु छ यो क्रिएट एन एभटार आइटम हेर्नुस् होला यो यता थिच्ने अनि हजुरहरूलाई के गर्नु छ भने हजुरहरूलाई टी सर्ट चाहिन्छ मेन त्यसो भएर हजुर टी सर्टमा क्लिक गर्नुस् अनि त्यसको बनाउनुस् अनि हामीले टी सर्ट सेलेक्ट गर्यो अब यो छैन अपलोड एसेट हजुरहरू यहाँबाट यता थिच्नुस् होला अनि यहाँ थिच्नुस् अनि यहाँनिर तपाईसँग यस्तोहरू आउँछ यस्तो आउँछ हेर्नुस् होला यो छ न्यू अपलोड भिडियो भने यता फोटो हाल्नु पर्यो अपलोड फोटो हाल्नु पर्यो ल फोटो हाल्नु म त जब मैले सोच्यो कि मेरो कपडा कलेक्सन छ हैन मेरो पसल जिपर हेटौडा अनि त्यहाँबाट म एउटा कपडा हाल्छु यो भयो अब यो नामलाई यो हेर्नु भइरहा यसको नाम चेन्ज गर्ने यसको नाम हेर्नु भइरहा यतातिर त्यहीनिर अब यो नामलाई हटाउने अनि आफ्नो नाम राख्ने अनि जी पर हेटौडा टी एस हेर्नुस् होला मैले लेख्यो अब तपाईहरुलाई यता यसमा हैन हजुरहरूलाई यो अपलोड द आइटममा क्लिक गर्नु अपलोडमा क्लिक गर्नु हो जबसम्म यो अपलोड हुँदै हो तपाईहरुलाई भन्नुस् तपाईहरुलाई के चाहियो
ल अब अपलोड भइसक्यो अब हेर्नुहोस् होला तपाईँको ग्यालरीमा एउटा लुगा आउँछ कहिले ब्याक गर्नुहोस् जे नि गर्नुहोस् तर तपाईँहरूको यसमा आउँछ हेर्नुहोस् होला म ब्याक गर्न जाँदैछु हेर्नुहोस् मैले ब्याक गरेँ अब म फेरि गेममा जान्छु हेर्नुहोस् म गेममा आइसक्यो अब हेर्नु है एभाटार आयो कि आएन यो सर्ट नि मैले आफै बनाएको है गाइज जिपर हेड एउटा आइसक्यो यो मैले सबै यो सर्ट पनि अनि मैले यो सर्ट सबै हेर्नुहोस् होला यो सबै मैले बनाएको गाइज यो धेरै मेहनत लाग्यो भाइ यो गोल्डनवाला चेनको यो सबै मैले बनाएको हो यो अनि हजुरहरू हेर्न सक्नुहुन्छ होला यो नि हेर्नुहोस् तपाईँहरूले यहाँनिर यस्तो क्लिक गर्नुभयो होइन यसरी थिच्नु भयो यता फोटोसप भयो जस्तो मन लाग्यो यो हेर्नुहोस् होला यो 230 थ्यानोसको हेर्नुहोस् होला मैले त्यहीबाट पाएँ ओके अनि म मेरो स्टार कोड भनिदिन्छु मैले युट्युबरबाट सुनेको केएलएस हेर्नुहोस् होला त्यो स्टार कोड हाल्नुहोस् होला रोबक्स पाउँछ अस्ति भर्खर मैले फेरि 20 रोबक्स पाएको थिएँ त्यहीबाट फेरि थोरै प्यान्टहरू किनेँ ओके हेर्न सक्नुहोस् होला म फर्स्टमा मैले लागेँ यो दामी छ भनेर यो दामी तर लास्टमा त यो त यस्तो कपडाहरूमा मात्रै हुँदो रहेछ त ओके गाइज आजको लागि त्यति नि तपाईँहरू लाइक सब्सक्राइब सेयर गरिदिनुहोस् होला तपाईँहरूलाई यस्तै भिडियो चाहियो भने तपाईँहरू भन्न सक्नुहुन्छ होला यो मेरो फर्स्ट भिडियो हो यो ल थ्याङ्क यू सो मच गाइज ओके बाई बाई